आज देशको परिस्थिति असाधारण खालको छ। निकै ठुलो सङ्कटबाट राष्ट्रिय स्वाधीनताको विषय गुज्रेको छ अनि लामो सङ्घर्ष र बलिदानबाट प्राप्त भएका उपलब्धिहरू खोजिँदैछन्। देशमाथि विभिन्न खालका साम्राज्यवादी र प्रतिक्रियावादीहरूको दबाव हस्तक्षेप बढिराखेको छ। 12 बुँदे समझदारी र विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्दै थियौँ त्यति बेला विश्वको एकमात्र अति महाशक्तिको रूपमा आफूलाई दाबी गर्ने अमेरिकी सरकारका प्रतिनिधिहरूले हर हालतमा शान्ति सम्झौता हुन नदिन, संविधान सभाको निर्वाचन हुन नदिन, देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा आउन नदिनको निम्ति निकै ठुलो दबाव सृजना गर्ने कोसिस गरेका थिए। तपाईहरू कयौं नयाँ क्रमहरूलाई र साथीहरूलाई थाहा नहुन पनि सक्छ, तर म आफै प्रत्यक्ष त्यसको भुक्तभोगी भएको हुनाले म तपाईहरूलाई स्मरण मात्रै गराउन चाहन्छु। निकै ठुलो कसरत भएको थियो शान्ति सम्झौता हुन नदिन, देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा आउन नदिन। तर 7 राजनीतिक दल र त्यति बेलाको नेकपा माओवादीका बीचमा जो देशको परिस्थिति बारे र परिवर्तनका निम्ति जुन सङ्कल्प देखा परेको थियो त्यो कसैले टुटाउन त्यति बेला सकेनन्। हामी विजयी भयौँ र आज समय र परिस्थितिले एकचोटि फेरि हामी सबैलाई गम्भीर आत्मसमीक्षा गर्न प्रेरित गरेको छ या बाध्य पारेको छ। यति उर्वर रूपमा अगाडि बढ्दै गरेको कम्युनिस्ट आन्दोलन अहिले रक्षात्मक र निकै ठुलो धक्का खाएर सङ्कटमा कसरी आइपुग्यो, यसको मूल कारण के हो भन्ने कुराको गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा इतिहासले, वर्ग सङ्घर्ष र राजनीतिक सङ्घर्षले हामी सबैलाई ल्याइ पुर्याएको छ। मैले धेरै सार्वजनिक कार्यक्रमहरूमा भन्ने गरेको छु, हिजो 46 सालको ऐतिहासिक जनआन्दोलनको क्रममा पञ्चायती निरङ्कुशताका विरुद्ध संयुक्त आन्दोलनका अनुभवहरू अनि त्यसपछि बदलिएको परिस्थितिमा निरङ्कुश पञ्चायती तानाशाहीको अन्त्यपछि आएको प्रजातान्त्रिक बहुदलीय पद्धति अन्तर्गत निर्वाचनमा सहभागी गएर गरिएका सहकार्यहरूका अनुभव, त्यसपछि हामीले जनयुद्धको पहलको तयारी गर्दै एउटा ऐतिहासिक रूपले महान सङ्कल्प सहित अगाडि बढाइएको जनयुद्ध र त्यसमा नेपाली जनताका सबै तह तबका, सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय सबैको सहभागिता र बलिदानका उच्चतम कीर्तिमानहरू कायम गर्दै अगाडि बढेका अनुभवहरू र जनयुद्ध र जनआन्दोलनलाई कसरी समायोजन गर्न सकिन्छ भनेर त्यति बेलै फेरि 7 राजनीतिक दलहरू, जो जनआन्दोलनको प्रक्रियामा भएका दलहरू र जनयुद्धको नेतृत्व गरिरहेको तत्कालीन नेकपा माओवादी, जसको नेताको हैसियतले मैले फेरि एकचोटि सहकार्यको अवसर प्राप्त गरेँ। त्यो अनुभव जो 62-63 मा आएर जनयुद्ध र जनआन्दोलनको समायोजनमा नेपालमा एउटा युगान्तकारी परिवर्तन सम्भव भयो, त्यो अनुभव अनि संविधान सभाको निर्वाचन, शान्ति सम्झौता, संविधान बनाउने बेलामा देश विदेशबाट आएका विभिन्न खालका दबावहरू, षड्यन्त्रहरू, तिनलाई परास्त गर्दै संविधानको घोषणा, निर्वाचन हुन नदिनका निम्ति भएका तमाम कसरतहरूलाई परास्त गर्दै निर्वाचन मार्फत अगाडि जाने प्रयास र निरन्तरतामा क्रमभङ्गकै एउटा नयाँ कडीका रूपमा 74 को निर्वाचनमा कम्युनिस्टहरूको बीचमा मूल सहकार्य गर्दै हामी झन्डै 2/3 बहुमतको रूपमा प्रतिनिधि सभामा पुगेका अनुभवहरू र त्यसपछि 3 वर्षभित्रै त्यो प्रयोग सफल गर्न नसकिएको, त्यसलाई बचाउन नसकेका तीता अनुभवहरू सबैको बीचबाट र अहिले फेरि गएको भदौ 23-24 गते, मुख्यतः 24 गतेको विध्वंस
प्रतिक्रान्तिको एउटा भयानक विभीषिका हामीले देख्यौं। त्यसका समेत अनुभवबाट मैले के भन्ने गरेको छु भने कहीं न कहीं हामी कम्युनिस्टहरूले केही गम्भीर त्रुटि गर्यौं, जसको परिणाम नेपाली जनताको अपार समर्थन हुँदाहुँदै पटक पटक कम्युनिस्टहरूलाई विश्वास गरेर जनताले ठुलठुलो त्याग र बलिदानमा सहभागिता मात्रै होइन, निर्वाचन प्रक्रियामा पनि अत्यधिक मत दिँदै पनि बचाउन हामीले किन सकेनौं, यो एउटा गम्भीर प्रश्न छ। जबसम्म हामी आफूलाई कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता भन्नेहरूले यो विषयको गम्भीर आत्मसमीक्षा गरेर त्रुटि कहाँनिर भयो र मुख्य त्रुटि के हो भन्ने निष्कर्षमा हामी पुग्न सक्दैनौं, एकता पनि फेरि हासिल गर्न र त्यो एकतालाई दिगो बनाउन पनि सकिँदैन मेरो अनुभवमा। किनकि एउटै नेतृत्व अन्तर्गत जनयुद्धको तयारी, जनयुद्धको थालनी र त्यसलाई एउटा उचाइमा पुर्याएर शान्ति सम्झौतामा रूपान्तरण, अनि त्यो शान्ति सम्झौतासँगै संविधान सभा र संघीय लोकतान्त्रिक गणतन्त्र हुँदै यहाँसम्म आउने अनुभवको प्रत्यक्ष नेतृत्व गर्ने अवसर मलाई नेपाली जनताले र नेपाली इतिहासले दियो। सायद नेपालको इतिहासमा म नै त्यस्तो पात्र बन्न पुगे जो यो सबै युगान्तकारी उतार चढावहरू आदि हुरीहरूको सामना गर्ने पात्रको रूपमा खडा गर्यो। र यी सबै अनुभवबाट मलाई लाग्छ हामीले पछिल्लो चरण खास गरी शान्ति सम्झौतामा हस्ताक्षर गरेर नयाँ संविधान निर्माण गर्दासम्म हामी मूलत विजयी हुँदै नै आएका थियौं। हामीले सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय, उनीहरूको पहिचान, अधिकार, समावेशिता, समानुपातिकता जस्ता युगान्तकारी परिवर्तन सम्भव तुल्यायौं। संविधान बनाए बापत ठुलठुला नाकाबन्दीहरू भएर हामीले त्यसको पनि सामना गर्यौं। नेपालको भौगोलिक अखण्डताको रक्षाको दृष्टिकोणले निर्वाचित प्रतिनिधि सभाबाट हामीले सर्वसम्मत रूपले यो नेपाली भूमि हो भनेर एउटा नक्सा पनि हामीले जारी गर्यौं। यी सबै हाम्रा विजयका, हाम्रा सफलताका उदाहरणहरू हुन्। साथसाथै हामीले गणतन्त्रमा प्रवेश गरिसकेपछि चाहे भौतिक पूर्वाधारको क्षेत्रमा ठुलठुला राजमार्गहरू निर्माण गर्ने मध्य पहाडी लोकमार्ग या हुलाकी मार्ग या मदन भण्डारी लोकमार्ग या उत्तर दक्षिण कोरिडोर, यी सबै हाम्रै सपनाका प्रतिफल हुन् जो आज करिब ती पूर्णतातिर जाँदैछन्। देशमा ऊर्जा क्षेत्रका भयानक सङ्कटहरू समाधान गर्ने र देशलाई लोड सेडिङ मुक्त पार्ने अभियानको नेतृत्व पनि वामपन्थी र कम्युनिस्टहरूले नै गरेको इतिहास ताजै छ। अनि शिक्षा स्वास्थ्यका क्षेत्रमा पनि पहिलेको तुलनामा, राजतन्त्रको तुलनामा गणतन्त्रले गुणात्मक प्रगति गरेको तथ्याङ्क पनि हामी सबैलाई थाहा छ। सरदर आयु 56-57बाट गणतन्त्रको 20 वर्षमा 72 पुग्नु आफैमा एउटा गुणात्मक प्रगतिको द्योतक हो। अनि शिक्षा र अन्य क्षेत्रमा पनि प्रगति नभएका होइनन्। तर त्यति हुँदाहुँदै पनि आज यो अवस्था कसरी आयो, मैले यही विषयमा तपाईहरु सबैको ध्यान आकर्षण गराउन चाहन्छु। हाम्रो कहीं न कहीं त्रुटि नभइकन यो स्थिति आएको छैन र मैले मेरो सम्पूर्ण अनुभव झन्डै 40 वर्षको नेतृत्वमा रहँदाका सबै उतार चढावका अनुभवबाट हामीले शान्ति प्रक्रियामा आएपछि हाम्रो वर्ग, हाम्रो मूलभूत विचार अनि हाम्रो रणनीतिलाई हामीले नजरअन्दाज गर्यौं। हामीले त्यति गम्भीर रूपले ध्यान दिएनौं। हामी बढी कार्यनीतिमा अल्झियौं। सत्ता समीकरण बनाउने र भत्काउने कुरा नै हाम्रो कामको केन्द्रबिन्दु बन्न पुग्यो। जबकि हिजो हामी जनयुद्ध र जनआन्दोलनमा हुँदा हामी सबैको ध्यान रणनीतिमा थियो।
जसरी पनि सामन्तवादको निरङ्कुशताको अन्त्य गर्ने, विदेशी हस्तक्षेपको विरोध गर्ने, राष्ट्रियता जनतन्त्र या जनजीविकाको निम्ति सङ्घर्ष गर्ने बडो क्लियर हाम्रो रणनीति थियो र त्यसको प्राप्तिको निम्ति हामीले कार्यनीतिहरू अपनाउने गर्थ्यौँ। हामी सफल थियौँ। तर पछिल्लो चरणमा हामीले रणनीतिलाई कार्यनीति जस्तो, कार्यनीतिलाई रणनीति जस्तो बनाउँदा हामी एउटा चक्करमा फस्यौँ। कहीँ न कहीँ हामी त्यसरी मूल विचार, मूल वर्ग सम्बन्ध, मूल रणनीतिबाट हामी केही न केही विचलित भयौँ। हामीले किताबमा लेखे पनि, भाषणमा बोले पनि, दैनिक जीवन व्यवहारमा जनतासँगको हाम्रो सम्बन्ध कमजोर हुँदै गयो। यही नै हाम्रो मुख्य त्रुटि भयो। तर हाम्रो दुश्मन, हाम्रो विरोधी, हाम्रो वर्ग बैरी भने कार्यनीति छोडेर मुख्यतः रणनीतिमा केन्द्रित भयो। उनीहरूले कसरी कम्युनिस्ट आन्दोलनलाई सखाप पार्ने नेपालबाट भन्ने कुरामा नै उनीहरूको ध्यान केन्द्रित भयो। म सधैँ सम्झने गर्छु, हामी जति बेला 12 बुँदे समझदारी र विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्दै थियौँ, त्यति बेला विश्वको एकमात्र अति महाशक्तिको रूपमा आफूलाई दाबी गर्ने अमेरिकी सरकारका प्रतिनिधिहरूले हर हालतमा शान्ति सम्झौता हुन नदिन, संविधान सभाको निर्वाचन हुन नदिन, देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आउन नदिनको निम्ति निकै ठुलो दबाव सृजना गर्ने कोसिस गरेका थिए। तपाईहरू कयौं नयाँ कमरेडहरूलाई र साथीहरूलाई थाहा नहुन पनि सक्छ, तर म आफै प्रत्यक्ष त्यसको भुक्तभोगी भएको हुनाले म तपाईहरूलाई स्मरण मात्रै गराउन चाहन्छु। निकै ठुलो कसरत भएको थियो शान्ति सम्झौता हुन नदिन, देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आउन नदिन। तर 7 राजनीतिक दल र त्यति बेलाको नेकपा माओवादीका बीचमा जो देशको परिस्थिति बारे र परिवर्तनका निम्ति जुन सङ्कल्प देखा परेको थियो, त्यो कसैले टुटाउन त्यति बेला सकेनन्। हामी विजयी भयौँ। विजयी भइसकेपछि, संविधान घोषणा भइसकेपछि, नेपालको भौगोलिक अखण्डताको बारेमा एउटा युगान्तकारी निर्णय गरिसकेपछि सायद हामी विजयी भयौँ भन्ने मनोगत विभ्रम हाम्रो दिमागमा आयो। हामीले अमेरिकालाई पनि जित्यौँ, हामीले अरूलाई पनि जित्यौँ। नेपाली जनता विजयी भयो भने जस्तो गरी हामी खालि प्रधानमन्त्री बन्ने, समीकरण बन्ने, भत्काउने, मन्त्री बन्ने, चुनाव जित्ने तिर मात्रै केन्द्रित भयौँ। जबकि हाम्रो विरोधी चाहिँ नेपालबाट कम्युनिस्टहरू जसरी बढेका छन् यसलाई रणनैतिक रूपले नै सिद्ध्याउनु पर्छ भन्नेमा केन्द्रित भएर उनीहरू लागि नै राखे। त्यही केन्द्रीकरणको सबभन्दा भयानक अभिव्यक्ति 24 गतेको विध्वंस हो। तपाईहरू पनि गहिरो गरी विचार गर्नुहोला, चिन्तन मनन गर्नुहोला। हाम्रो गल्ती त्यही नै भयो। हामीले नेपालको राष्ट्रिय स्वाधीनताको पक्षमा नेपालका मजदुर, किसान र सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायसँग घनिष्ठ सम्बन्ध कायम राख्ने र वैदेशिक हस्तक्षेपका विरुद्ध निरन्तर सङ्घर्षको एउटा प्रक्रियालाई गम्भीर महत्त्वका साथ आत्मसात गरेको भए सायद यसरी अहिले हामी जे असाधारण सङ्कट भोग्नु परेको छ त्यो भोग्न पर्दैन थियो भन्ने मलाई लाग्छ। र अब हामी सबैले गम्भीर आत्मसमीक्षा गर्नै पर्छ। त्रुटि हामीले एकले अर्कालाई दोषारोपण गर्नेतिर भन्दा सामूहिक रूपले नेपाली कम्युनिस्ट आन्दोलनले त्रुटि कहाँ गर्यो भन्ने कुरातिर केन्द्रित हुनुपर्छ र त्यो एकता र सहकार्यमा नै हाम्रो अहिलेको सङ्कटको समाधान, नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढीकरण, नेपाली जनताको विकास र समृद्धिको आकाङ्क्षालाई सम्बोधन गर्ने कुञ्जी, चाबी चाहिँ त्यसैमा लुकेको छ भन्ने मलाई लाग्छ। यो कुरा साँचो हो। अहिले देश साँच्चै सङ्कटमा छ। सबभन्दा ठुलो कुरो राष्ट्रिय स्वाधीनतामा अहिले जस्तो सङ्कट देखा परेको छ, सायद सुगौली सन्धिपछि यति भयानक सङ्कट नेपालले भोग्नु परेको थिएन। त्यस्तो सङ्कटबाट गुज्रेको छ र राष्ट्रिय स्वाधीनता र देशभक्तिपूर्ण आन्दोलन, राष्ट्रवादी आन्दोलन
र कम्युनिस्ट आन्दोलनको बीचमा नङ मासुको सम्बन्ध छ। तपाईँ 6 सालमा पार्टी गठन भएदेखि 7 साल वरिपरिदेखि आजसम्म आउँदा देशभक्तिपूर्ण आन्दोलनको नेताको रूपमा कम्युनिस्ट आन्दोलन र पार्टीले निरन्तर जनताको पक्षमा लडिराखेका छ र अहिले पनि राष्ट्रिय स्वाधीनताको रक्षाको निम्ति एकताको अर्को कुनै विकल्प छँदै छैन। हामीले अहङ्कार गरेर या कुनै खालको मनोगतवादी भ्रममा फेरि फस्ने गल्ती गर्न हुँदैन। एउटा समीक्षा गरौँ, हामी वर्गबाट किन टाढा भयौँ, हामी उत्पीडित जनता श्रमजीवी जनताबाट टाढा किन भयौँ भन्ने कुराको उचित निष्कर्ष सहित सहकार्य एकता र पुनर्गठनको प्रक्रियामा जाने सङ्कल्प गर्यौँ भने मलाई लाग्छ अझै पनि नेपालको कम्युनिस्ट आन्दोलनले फेरि छिटै नै देशको नेतृत्व गर्ने ठाउँमा आफूलाई ल्याइ पुर्याउन सक्छ।